ह्याप्पी दसैँ एभ्रिवान, ह्याप्पी दसैँ। धेरै धेरै शुभकामना छ हजुरहरू सामु। म चाहिँ भिरपुस्तुन गाउँबाट अनिसा साम्रिगले मेरो माइती घरबाट बोल्दैछु ल। आज चाहिँ हजुरहरू सामु म फेरि पनि आइसके। अनि यहाँ देख्न सक्नुहुन्छ मेरो मम्मी चाहिँ त्यो उसकै फुल के मकै र त्यो जौको फुल अनि पाती प्लस त्यसमा चाहिँ पाती हुन्छ हैन। मार्बिनले कति चकचके गर्छ हो। अनि हेर्नु साथीभाइहरू, हाम्रो चाहिँ यो ढोकामा सुरुमा लाउनु पर्ने हुन्छ कि हाम्रो रीतिरिवाज चलन अनुसार चाहिँ। अनि मैले चाहिँ यहाँ सबै पैसाहरू अब भेटी अब त्यसले दान गर्ने भन्छ क्या। दसैँमा चाहिँ एकचोटि त दान गर्नु पर्यो नि त, अलिअलि आफूले सक्दो हैन। अनि हाम्रो चाहिँ यहाँ टिका लाउनु सुरु भइसक्यो। अनि देख्न सक्नुहुन्छ यो चाहिँ मेरो भाइ हो, मेरो काले भाइ। म पनि आशीर्वाद हाल्छु योलाई चाहिँ है, मैले टिका नलाइदिए पनि। आफूले चाहेको काम चाहिँ एकदमै हुन्छ नि, मेहनत गरेर अगाडि बढ्नुपर्छ हैन। धेरै एकदमै हुन्छ नि, अब मम्मी बाबाको ज्ञानी छोरा बनेर चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। जति पनि मेरो भाइहरू जति पनि छ नि मेरो रिलेटिभ्सहरू, म चाहिँ उनीहरूले चाहिँ टिप्स चाहिँ त्यही दिन चाहन्छु है त। अनि मेरो मार्बिन बाबु हेर्नु त, दुईटा हात थापेर बसेछ। बाबुलाई दुईटा हात थापेर बस्छ त भनेको त मानिराखे। म देखेर मात्रै डर लाग्छ कि फेरि मार्बिन चाहिँ त्यस्तो छ नि त। फेरि बाजे बजेसँग त एकदमै त्यो लाट्टे पल्टेर क्या मार्बिन चाहिँ। साथीभाइहरू कस्तो छ क्या, लास्टै फटा छ क्या। फेरि मेरो बाबु चाहिँ एकदमै चकचके छ। हजुरहरूको बाबुहरू चाहिँ कस्तो छ हौ। ओके, अनि साथीभाइहरू हजुरहरूतिर चाहिँ कसरी बितिरहेछ आजको टिका हैन, दसैँको दिन। हाम्रो चाहिँ यतातिर यसरी बितिरहेको छ। मैले थोरै थोरै भिडियोहरू जोडेर बनाएको छु। अनि हाम्रो जति पनि मेरो दिदी मेरो साथीभाइहरू, अब मेरो आफ्नै मान्छे पनि त बाहिर विदेशमा हुनुहुन्छ। देश विदेश जतासुकै रहे पनि हजुरहरू सधैँ सुखी शान्ति रहनु होला। सबैजनाले ह्याप्पी दसैँ भन्दै चाहिँ म हजुरहरूलाई एकदमै धेरै मिठो सम्झना चाहिँ मिठो सम्झना चाहिँ छ मबाट चाहिँ है। त्यस्तो खासै त बोल्न आउँदैन हैन साथीभाइहरू मलाई चाहिँ। अनि मैले चाहिँ अलिअलि भिडियो चाहिँ गरेको छु। अनि हेर्नु सक्नुहुन्छ मार्बिनको चाहिँ यो पालिको दसैँ स्पेसल नै भयो क्या मार्बिनको, हेर्नु न। अनि यो चाहिँ मेरो मथे हो, उता घरको मेरो ठुलो मथे हो। अनि मेरो गोरे भाइ पनि हो ल साथीभाइहरू, देख्न सक्नुहुन्छ। होप सबैजनाले मेरो भिडियोले चाहिँ एकदमै माया गरेर हजुरहरूले साथ दिनुहुन्छ भने मलाई चाहिँ एकदमै आशा छ। आजसम्म दिइराख्नु पनि भएको छ हजुरहरूले है त। यतिमा चाहिँ म एकदमै खुसी छु। अनि यो चाहिँ मेरो तल घरको मथे हो, मेरो चाहिँ मथे अनि मम्मी हो क्या। अनि बाबु चाहिँ अलिक सन्चो थिएन, त्यही भएर मम्मीहरूले चाहिँ लाउनु भएको छ, लगाइदिनु भएको छ टिका चाहिँ। अनि साथीभाइहरू मैले चाहिँ लगाएन, मेरो यता घरमा चाहिँ टिका छैन, त्यही भएर मैले चाहिँ लगाएन। म चाहिँ भिडियो बनाउने कामै त्यही हो क्या मेरो चाहिँ। फेरि मेरो कामै त्यही भिडियो बनाउने हिँड्ने कामै त्यही भइरहेछ साथीभाइहरू। ओके साथीभाइहरू, मेरो मार्बिन चाहिँ कति 6-7वटा घरमा लगाएँ होला टिका चाहिँ। गाउँै त चराउन सक्दैन हो, म त यत्रो चार्नु पर्ने हुन्छ नि त। गाउँ ठुलो छ, कम्तीमा अब 40-50 घर चाहिँ छ हाम्रो। हामीले चाहिँ यो तलतिर मात्रै लग्यो कि मै थाकेको कि साथीभाइहरू। 1-2 नै बजिसक्यो कि टिका लगाएर हिँड्दा हिँड्दा। खाना त अब त्यस्तै हो हैन, काम पनि धेरै छ फेरि आज। अब आफू पनि रेडी नै भएको छैन, पुरै म त नाइट ड्रेसमै डुलिरहेको छु हौ साथीभाइहरू। अनि हेर्नु न, मार्बिनलाई फोटो खिचिदिन्छु भनेको कपडा फुकाल्छु भनेर त्यो हैरान गरेर क्या साथीभाइहरू। हेर्नु न, दिमाग खराब गरे हौ मेरो त। अनि साथीभाइहरू साँच्चै आज मेरो घरमा पाहुनाको भात पनि छ क्या, मेरो आफ्नै मामा घरको अनि सोल्टिनी दिदीहरूको खाना छ। अनि मेरो बाबु चाहिँ फेरि सन्चो छैन, त्यही भएर बड्कोमा खाएको क्या थोरै। अनि आरुष बाबु सायोङ है त, उनीहरू चाहिँ पुरा इन्जोय गरिरहेछ खाना खाएर। अनि सुनिता भइहाल्यो, मेरो प्यारी, मेरो मार्बिन, मेरो काशी दिदी, मेरो बबिता दिदी, फिचो दिदी, मम्मीहरू सबै हुनुहुन्छ। अनि मैले चाहिँ लगाएन, त्यही पनि सबैजनालाई ह्याप्पी दसैँ भन्दै चाहिँ मम्मी र मेरो तर्फबाट चाहिँ ह्याप्पी दसैँ फेरि पनि। बाइ बाइ।